सो हेलो गाइज वेलकम टु के नेवारी भ्लग ऊ चाहिँ पुष्पा हो हैन। अनि त्यसपछि हामी चाहिँ यता भिडियो बनाउँदैछौँ। अनि त्यसपछि मैले चाहिँ अरूहरूले आऊ आऊ भिडियोमा भनेर भन्दैछु। अनि यता चाहिँ टिकटक बनाउनु ठिक्क हुन्छ भनेर हेर्दैछौँ हामी। अनि चाहिँ यहाँ मल्लिका चाहिँ फेरि आयो टिकटक बनाउन आइपुगिसक्यो यहाँ। अनि ऊ अगाडि जाँदै चाहिँ हैन टिकटक बनाउनु हुँदो रहेछ भन्दैछ यता। अनि त्यसपछि आफ्नो थोप्रा हेर्नु यता अगाडि कोच्याउँदैछ। अनि ग्रीष्माले म देखेन तिमीले गर्दा भन्दै थियो। अनि जिस्केर यता कोचेर चाहिँ अनुहार हैन ग्रीष्माको चाहिँ। अनि यता नाच्दैछ ग्रीष्मा पनि। अनि त्यसो फेरि यहाँ ग्रीष्मा के अरे मल्लिकाले हट हट म यता टिकटक बनाउनु पऱ्यो भन्दैछ। अनि यहाँ हाम्रो कलेजबाट माथिबाट कलेजको कौसीबाट देख्ने भ्यू हो हैन। यस्तो राम्रो छ, यस्तो शान्त वातावरण छ दिउँसो चाहिँ हैन। देहमा हामी चाहिँ देहमा पढ्छौँ नि त। अनि त्यही भएर अनि यता चाहिँ कि कलेजमा चाहिँ एकदमै पिसफुल छ। अनि ग्रिनरी पनि छ, रुख बिरुवाहरू धेरै छन्। अनि उ त्यो रेड कलरको बिल्डिङ देखेको पनि हाम्रै बिल्डिङ हो। अनि हाम्रै कलेजको बिल्डिङ हो। अनि उ त्यो टप फ्लोरमा चाहिँ हाम्रो प्रिन्सिपल सरको रुम हो हैन। उहाँको नाम चाहिँ शङ्करनाथ अधिकारी सर हो। अनि त्यसो उहाँ चाहिँ मोबाइल हेरिरहनु भएको थियो। अनि म चाहिँ भिडियो खिचिरहेको थिएँ। अनि त्यसपछि हामी फेरि तल गयौँ क्लासमा। अनि सरहरू आइपुग्नु भएको थिएन। अनि त्यसपछि कोही आउनु भएको थिएन। अनि हामी चाहिँ यता टिभीमा गीत सुन्दैछौँ। अनि त्यही अनि सबैजना रमाइलो गर्दै थिए, गीत सुन्दै थिए। अनि हाम्रो शङ्कर सरले चाहिँ के अरे प्रिन्सिपल सरले चाहिँ करार ल्याउनु भयो, सानो आवाजले हेर के अरे सबै बढी डिस्टर्ब भयो भनेर। अनि हामी सानो आवाजले हेर्दैछौँ। अनि त्यति नै हो, यसरी रमाइलो गऱ्यौँ हामी। थ्याङ्क यू फर वाचिङ फर माई भिडियो।